bicycle, solo ride. Jab paye the ekdam low level ka helmet, 1 level, 2 level ka helmet, no safety gears, no hand gloves, nothing. Just फर्किसके त्यो ठाउँबाट हल्का टाइम स्ल्यापहरू पनि लिएँ, हल्का फोटोहरू पनि खिचेँ, एकछिन बसेँ, आनन्द भयो, फ्रेस झालेर आएको थियो, एकदम शान्त ठाउँमा बस्नु मन लागेको थियो, त्यही भएर आएको। यस्तो कस्तो मजा लाग्छ, हाम्रो गाउँमा हुँदैन पहिला यस्तै गर्थ्यो होइन। बाटो यस्तै छ यतातिरको, त्यस्तो खासै नराम्रो पनि होइन, यतिको राम्रै हो। तर अब बर्खा आउनु लाग्यो, तर यो बर्खा आएपछि अब पानी पर्ने बेला भएपछि पानी पऱ्यो भने चाहिँ यो बाटो चाहिँ खत्तम नै हुन्छ होइन। यस्तरी राइडिङ भ्लग बनाउनु पाएँ क्या मजा हुन्थ्यो। अब यो स्कुटरको नि ड्याडको स्कुटर हो, यो हावा यो यस्तो के अब के अरे यो अब यतातिरको यो हावा नै कस्तो नेचुरल हावा हुन्छ होइन। हुन त अब जताततैकै सबैको नेचुरल नै हो, तर यतातिर अलिक प्युरिटी धेरै हुन्छ नि त होइन, अक्सिजन लेभल पनि हाई हुन्छ अनि प्युरिटी पनि धेरै हुन्छ नि त, अनि कस्तो रिफ्रेस फिल हुने कि आनन्द भयो होइन। अब त पिच चाहिँ पिच छ, त्यस्तो खासै खल्ताङ खुल्तुङ छैन, अब चाहिँ सबै हो। अरूलाई चाहिँ कस्तो हुन्छ थाहा छैन, तर मलाई चाहिँ एकदम रिलिफ हुन्छ कि, एकदमै रिलिफ हुन्छ, स्ट्रेसहरू पेनहरू एकदम रिलिफ हुन्छ। अहिले म अब डाइरेक्ट अब यो तल के भन्छ यो बिजेपुर भन्छ के अरे, अब गाउँखोला बिजेपुर गाउँखोला आइपुग्यो, अब आइपुग्नै लाग्यो रफ्तारै छिट्यो हामी जानी मजा भयो। खोला आइपुग्यो, बाटो अब अब्दुल छ सानो बेबी बाजेले बोकेर गयो, मलाई पटपटको याद आएको क्या त्यस्तो देख्दा त यो देखेको त चाहिँ देख्न सक्नुहुन्छ हजुरहरूले होइन। यस्तो छ, पानी पनि परिरहेको छ, अलिकति मात्र हो अब बाटो यस्तो ठिकै छ, तर त्यस्तो राम्रो अब त मनसुन आउनु लाग्यो, तर अब जताततै आफ्नो हरियाली छ।